はい、皆さん、こんにちは。いつも応援してくれて本当にありがとうございます。最近動画のアップロードが遅くなってしまい申し訳ありません。楽しみにしてくれる皆さんを待たせてしまって申し訳ない気持ちでいっぱいです。これからもできるだけ早く動画をお届けできるように頑張りますので、引き続きよろしくお願いします。いつも見てくれて本当にありがとうございます。नमस्ते सबैजनालाई तपाईहरुको साथ धैर्यता र मायाको लागि धेरै धेरै धन्यवाद। अहिले केही विशेष कारणले गर्दा जापानिज भाषाका भिडियो अपलोड गर्न ढिला भइरहेको छ। ढिलाइ भएकोमा तपाईहरुप्रति क्षमा प्रार्थी छु। अब छिटो भन्दा छिटो निरन्तर रूपमा नयाँ भिडियो ल्याउने प्रयास गर्नेछु। कृपया भिडियोहरु हेर्दै रहनुहोला। सजिलो जापानिज भाषाको आजको भिडियोमा हामी नेपालका धेरै जसो भाषा इन्स्टिट्युट र जापानका भाषा स्कुलमा पढाइने टेक्स्ट बुक मिन्ना नो निहोंगो बुक को लेसन 7 को शब्द को अर्थ नेपाली भाषाबाट सिक्न सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नुहोला है त। हेरेछु ओनेगाइसिमास। आउनुहोस् अब सँगै मिन्ना नो निहोंगो लेसन 7 का शब्दको अर्थहरुसँगै नेपालीमा किरिमास। किरिमास किरिमास भनेको काट्छु। ओकुरिमास। ओकुरिमास ओकुरिमास भनेको पठाउँछु। आगेमास। आगेमास आगेमास भनेको दिन्छु। मोराइमास। मोराइमास मोराइमास भनेको पाउँछु। खासीमास। खासीमास खासीमास भनेको सापटी दिन्छु। खारीमास। खारीमास खारीमास भनेको सापटी दिन्छु। ओसिएमास। ओसिएमास ओसिएमास भनेको सिकाउँछु। नाराइमास। नाराइमास नाराइमास भनेको सिक्छु। खाकेमास। खाकेमास खाकेमास भनेको लाउँछु र झुन्ड्याउँछु। खाकेमासका नेपालीमा धेरै अर्थ लाग्छ। हामी लेसन 7 मा देउवा हो खाकेमास, देउवा हो खाकेमास फोन लाउँछु भनेर पढ्नेछौँ। यी बाहेकका खाकेमास लाग्ने कन्डिसनहरू तपाईलाई सिकाउनेछु, ध्यान दिएर हेर्नुहोस् है त। मेगाने हो खाकेमास। मेगाने हो खाकेमास चस्मा लाउँछु। खागी हो खाकेमास। खागी हो खाकेमास चाबी लाउँछु। आइरोन हो खाकेमास। आइरोन हो खाकेमास आइरन लाउँछु। फुकु हो खाकेमास। फुकु हो खाकेमास लुगा झुन्ड्याउँछु। ते 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 भनेको हात। हाँसी। हाँसी हाँसी भनेको चपस्टिक। सुपुन। सुपुन सुपुन भनेको चम्चा। नाइफु। नाइफु नाइफु भनेको चक्कु। होकु। होकु होकु भनेको काँटा चम्चा। हसामी। हसामी हसामी भनेको कैँची। फाकुसु। फाकुसु फाकुसु भनेको फ्याक्स। वापुरो। वापुरो वापुरो भनेको वर्ड प्रोसेसर। होच्चिकिसु। होच्चिकिसु होच्चिकिसु भनेको स्टेपलर। सेरोटेपु। सेरोटेपु सेरोटेपु भनेको सेलोटेप। खेचिगोमु। खेचिगोमु खेचिगोमु भनेको इरेजर। खामी। खामी खामी भनेको पेपर।
हाना 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 भनेको फुल स्याचु 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 भनेको सर्ट पुरेजेन्तो 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 भनेको गिफ्ट निमोचु 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 भनेको सामान ओखाने 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 भनेको पैसा किप्पु 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 भनेको टिकट क्रिसमासु 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 भनेको क्रिसमस चिची 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 भनेको बुवा आफ्नो बुवालाई भन्नुपर्दा जहिले पनि जापानिज भाषामा चिची भनिन्छ ओतोसान 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 भनेको पनि बुवा तर अरूको बुवालाई सम्बोधन गर्दाखेरि ओतोसान भनेर भनिन्छ याद गर्नुहोस् है आफ्नो बुवालाई भन्दाखेरि चिची अरूको बुवालाई सम्बोधन गर्दाखेरि ओतोसान हाहा 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 भनेको आमा आफ्नो आमालाई सम्बोधन गर्दा जहिले पनि हाहा भन्ने गरिन्छ उखासान 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 भनेको पनि आमा तर अरूको आमालाई सम्बोधन गर्दाखेरि उखासान भन्ने गरिन्छ याद गर्नुहोस् है यो पनि आफ्नो आमालाई हाहा अनि अरूको आमालाई भन्दाखेरि उखासान हुन्छ है मो 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 भनेको पहिले नै अथवा अब भन्दा मोको प्रयोग गरिन्छ मादा 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 भनेको बाँकी कोरेकारा 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 भनेको यसपछि स्टेकी देस्ने स्टेकी देस्ने स्टेकी देस्ने भनेको चाहिँ राम्रो छ दोजो अगाडि कुदासाई दोजो अगाडि कुदासाई कृपया आउनुहोस् घरमा कोही मान्छेलाई भित्रसम्म पाल्नुहोस् अथवा आउनुहोस् भन्दाखेरि दोजो अगाडि कुदासाई भनेर भन्ने गरिन्छ इरास्याई 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 भनेको स्वागतम सुरेइसिमास 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 भनेको माफ गर्नुहोला वा इखागा देशु का वा इखागा देशु का केही कुरा लिनुहुन्छ अथवा कस्तो लाग्छ भनेर सोध्दाखेरि नानी नानी वा इखागा देशु का इतादाकिमास 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 लिन्छु अथवा पाउँछु भन्दा इतादाकिमास भनेर भन्ने गरिन्छ र्योको 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 भनेको हुमगाम र्योको ओसिमास र्योको ओसिमास र्योको ओसिमास भनेको घुमघाम गर्छु र्योको ओसिमास जापानिज भाषाको अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई भने बिदा चाहन्छु हस्त नमस्ते 今日は見てくれて本当にありがとうございます。またよろしくお願いします。